लोकसेवामा नेपालको संविधानबाट सबैभन्दा बढी सोध्ने अर्को टपिक हो अनुसूचीको विषयमा। भाग धारा तपाईँको चाहिँ अनुसूची मध्येबाट संविधान तपाईँले यदि चेक गर्नुहुन्छ भने अनुसूचीबाट सोच भिडियोमा तपाईँले आज म यसरी पढाउँछु। यो अनुसूचीमा तपाईँले यो भिडियोबाट तपाईँले क्लियर कट हुनुहुन्छ। तपाईँले फेरि तपाईँले याद गरिरहनु पर्दैन। तपाईँले नम्बर सम्झिने बित्तिकै अनुसूची 4 मा के छ, 5 मा के छ, 6 मा ट्याक्कै तपाईँलाई याद हुनेवाला छ। भिडियो अन्त्यसम्म हेर्नु होला र भिडियो सेभ पनि गर्नु होला। त्यहाँ तपाईँको सेयर गरिसके पछाडि सेभ टु लेटर भन्ने अप्सन हुन्छ, त्यो लेटर गर्नु। वा तपाईँले यदि क्लासको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने इन्ट्रेस्टेड फर क्लास भनेर पनि लेख्नु होला। नाउ लेट्स गेट टु द टपिक है त। अब अनुसूची 1 मा के छ त भन्ने कुरा जम्मै हामीले सबैलाई नम्बरबाटै एक्सट्र्याक्ट गर्छौँ डाटा। के अरे तपाईँको चाहिँ विषयवस्तु है त। 1 मा के छ त अनुसूची 1 मा इङ्ग्लिसबाट हुन्छ है त। 1 मा के छ मैले आफै भनेको छ यो म झन्डा फरफराइरहेको छु है। के भनेको छ 1 ले के भनेको छ म यो झन्डा फरफराइरहेको छु। ल ठ्याक्कै आउँदैन सर। 1 ले आफैले प्रश्नमै उत्तर छ भने जस्तै 1 ले के भन्नु छ, 1 ले भन्नु छ म त्यही झन्डा फरफराइरहेको छु त। 1 नेपालको झन्डा है त, राष्ट्रिय झन्डा समस्या। अब 2 मा के छ त 2 अर्थात् यसरी 2 लेख्ने बित्तिकै जहिले पनि हामीले के लेख्छौँ यति भाग हेर्नुहोस् त। जहिले पनि 2 लेख्दाखेरि हामीले ग भन्ने कुरा चाहिँ लेख्छौँ, ग लेख्छौँ, यसरी ग लेख्छौँ हो। सो गबाट राष्ट्रिय गानको कुरा आयो। अर्को के आयो त अनुसूची 3 मा के छ 3 को उल्टा अर्थात् यस्तो यस्तो हुन्छ अर्थात् छापको कुरा आयो। वा तपाईँले यसरी सम्झिनु भए पनि भयो। अर्को तरिका के छ तपाईँले के हेर्नुहोस् FAN फ्यान भनेर सम्झे पनि भयो। यबाट फ्ल्याग, एबाट एन्थम, एनबाट निशाना छाप, यसरी तपाईँले सम्झिँदा पनि भयो। तर नम्बरबाट किन सजिलो हुन्छ त्यो तपाईँले एकचोटि एक्सपेरिमेन्ट गर्नु। मैले भनेर बुझाउनु भन्दा पनि एकचोटि आफै एक्सपेरिमेन्ट गर्नु र तपाईँको कुन टेक्निक चाहिँ छिटो दिमागमा एक्सेप्ट गर्छ तपाईँले युज गर्नुहोस्। अब अनुसूची 4 मा के छ लेट्स गिभ 4 भन्ने बित्तिकै के आयो त 4 भन्ने बित्तिकै 4 मा कुन अङ्क छ प छ भनेपछि पक्कै छ नि पबाट अर्थात् 4 भनेको पदेखि लिएर प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू यसरी सम्झिनु भयो। अनुसूची 5 मा के छ अर्थात् लेट्स टेक गिभ इट 5 मा अनुसूची 5 मा अर्थात् 5 नम्बर कति छ हेर्नुहोस् त। 5 कुन अक्षर जस्तै हुन्छ द्याट इज एस। यसबाट के आयो त यसबाट कुन आउँछ त सङ्घको कुरा आउँछ। द्याट इज सङ्घको अधिकार सूचीको कुरा आयो करेक्ट। अब सङ्घपछि हामीलाई के छ सङ्घ प्रदेश स्थानीय तह सबैलाई थाहा छ। सङ्घपछि आउने भनेको के हो त भन्दाखेरि प्रदेश हो। द्याट इज सङ्घको अधिकार सूचीपछि प्रदेशको अधिकार सूची आयो। क्लियर छ यहाँसम्म गाह्रो हो। त्यसपछि अब सबै सरर आउँछ किनकि सङ्घ आयो, सङ्घपछि प्रदेश आउने। अब अनुसूची 7 मा के छ त भन्दा धेरैले झुक्किनुहुन्छ। सङ्घ आयो, प्रदेश आयो, अब त के आउनु पर्यो त 7 मा त स्थानीय तह होला। स्थानीय तहको अधिकार सूची रङ। के हुन्छ त सङ्घ पनि आयो, प्रदेश आयो, सङ्घ र प्रदेशका साझा अधिकार सूची हुन्छ नि त हो र सङ्घ र प्रदेशका साझा अधिकार सूची। अब यसलाई पनि झुकिन सक्छ। अब यसलाई कसरी सम्झिने त भन्दा 7 ले आफै के भनेछ 7 ले भनेछ 7 ले के भन्छ त साझा भनेछ 7 साझा 7 अङ्क अनुसूची 7 ले के भनेछ 7 ले म 7 हो र साझा अनुसूची ल्याउँछु अर्थात् साझा अर्थात् प्रदेश र सङ्घको साझा अनुसूची। अब अनुसूची 8 मा हामीले इङ्ग्लिसमा गरिरहेछौँ 8 अर्थात् यसरी 8 भनेको के हो त भन्दाखेरि दुईटा गोला सानसाना गोलाले भन्छन् 8 ओके। दुईटा सानसाना क्षेत्रहरू मिलेर के भन्छ स्थानीय तह। त्यही भएर स्थानीय तहको अधिकार सूची। अब यति भएपछि अनुसूची 9 तपाईँले सम्झिनुहुन्छ सङ्घ, प्रदेश र स्थानीय तहका साझा। बुझ्यो कि बुझेन। सो द्याट्स वाइ अब हामीले यसलाई सम्झौँ है त। 4 मा के रहेछ 4 भनेको कस्तो छ 4 ओके भन्छ प छ नि त 4 मा के रहेछ त पबाट के रहेछ प्रदेशको जिल्लाहरू सम्बन्धीको कुरा अनुसूची रहेछ यसमा होइन। अब 5 भनेको त 5 कुन अङ्क छ अक्षर छ द्याट इज यस छ भन्छ ओके। द्याट इज सङ्घ सम्बन्धी सङ्घको अधिकार सूची रहेछ होइन। सङ्घको अधिकार सूची रहेछ। अब यस्तो कुरा आइसके पछाडि चाहिँ अब अर्को कुरा के आयो त भन्दाखेरि चाहिँ अब अर्को चाहिँ त अब लाइक 7 मा के छ त अब ओहो 7 मा त फेरि अब तपाईँको त क्रमशः याद गर्न त गाह्रो टाइम लाग्यो। लोकसेवामा चाहिँ के आउँछ त भन्दाखेरि जस्तै जेनरली तपाईँले जानेर मात्र पुग्दैन। तपाईँले कति छिटो त्यो कुरालाई एक्सट्र्याक्ट गर्नुहुन्छ इक्जाममा उतार्नुहुन्छ द्याट इज मोर इम्पोर्टेन्ट। एउटा मुभी एकदम आएको थियो त्यो मुभी कुन थियो कमेन्ट गर्नु एकचोटि। त्यो मुभी तपाईँले याद छ त्यो मुभी आएको थियो नि एकदम होइन हेर्नुभयो नि लोकसेवा सम्बन्धी एकदम तपाईँको विद्यार्थीलाई। त्यो विद्यार्थीले सधैँ तपाईँको चाहिँ किन मिस्टेक गर्दो रहेछ उसले टाइममा चाहिँ कुराहरू लेख्न नसक्ने के होइन। सो भनेपछि हामीले जानेर मात्र भने त्यसलाई राइट टाइम अनि तपाईँको टाइम फ्रेम भित्रमा सकाउनु पर्ने हुन्छ। लोकसेवामा टाइम एकदम म्याटर गर्छ भनेपछि ठ्याक्कै एक्सटेन्ड गर्दा अब 7 भनिन्छ 7 मा के थियो ओहो फेरि अब तपाईँको FANबाट तपाईँ लेटर प्याटर्नबाट होइन ने प्रस यसरी पढेर त तपाईँ त त्यहाँ टाइम लाग्छ। अब 7 भनिसक्यो त 7 भनेपछि त पक्कै 7 भनेपछि साझा
साझा के को रहेछ त यो साझा अनुसूचीले राख्दैन भने के रहेछ त भने अगाडि के छ त तपाईँको 5 मा सङ्घको छ, 6 मा प्रदेशको हो, प्रदेशको तपाईँको चाहिँ अधिकार सूचीहरू। अब यति भएपछि सङ्घ र प्रदेशका अधिकार तपाईँको चाहिँ सूचीहरू तपाईँको साझा सूचीहरू उसले चाहिँ यहाँ राख्छ। अब यति भइसके पछाडि तपाईँले अर्को कुरा के आयो त भन्दाखेरि चाहिँ अब 8 आयो। 8 भनेको के रहेछ त दुईटा गोलो, सानसानो दुईटा गोला मिलेपछि के हुन्छ त दुईटा सानसानो क्षेत्र मिलेपछि एउटा स्थानीय तह बन्छ, ए भन्छ स्थानीय तहको अधिकार सूचीहरू। यसरी आयो तपाईँले याद गर्ने। अब 9 भनेका 3टा। यसरी तपाईँले चाहिँ याद गर्नु भने तपाईँलाई टक्क 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 याद हुन्छ है। सो एक्चुअली ट्राई गर्नुहोस्, ट्रस्ट मी बबाल मजा आउने बेला छ। र यदि क्लासमा इन्ट्रेस्टेड हुन चाहनुहुन्छ भने चाहिँ हामीले तपाईँको सम्पूर्ण लाइभ क्लास र मेरो रेकर्डिङ भिडियो पनि तपाईँले हेर्न चाहनुहुन्छ भने इन्ट्रेस्टेड फर क्लास भनेर तपाईँले कमेन्ट गर्नु होला। बबाल तरिकाले पढ्ने चाहिँ कसरी भन्दा गिभ इट अ टाइम। र तपाईँले अब पढ्दाखेरि चाहिँ केही न केही स्मार्ट तरिकाले पढ्नुहोस् के। र अब एउटा अर्को सजेसन मेरो के छ भने तपाईँले ट्रिक बनाउन थाल्नुभयो वा तपाईँले चाहिँ ट्रिक बनाउन जान्नुभयो अरे, ओके यु आर भेरी मच एक्सपर्ट अन द्याट भइसकेपछि पनि अब यो टाइम चाहिँ त्यसमा नफर्जाउनुहोस्, किनकि इट टेक्स भेरी मच टाइम। अब त्यत्रो कुराहरू तपाईँले ट्रिक बनाउनेतिर लाग्ने कि पढ्नतिर लाग्ने कि मेमोराइज गर्नतिर लाग्ने भनेपछि ट्रिक बनाउने काम, प्रस्तुति दिने काम, प्रेजेन्टेसन दिने त्यसैको लागि तपाईँले फी तिर्ने हो होइन। नत्र जुन कुरा किताबमा छ त्यही कुरा किताब पढे भइहाल्यो, किन क्लास लिनु पर्यो, त्यही कुरा सार्ने हो अन्त होइन। भनेपछि त्यही ट्रिक बनाउन टेक्निक दिनलाई हामीले चाहिँ आफ्नो एक्सपर्टिजहरू आफ्नो इफोर्ट लगाउने, त्यो इफोर्टको इनर्जी दिन्छौँ हामीले, त्यो इनर्जी तपाईँले एक्सचेन्ज गर्ने इन विथ रेस्पेक्ट अफ मनी वा फीमा होइन। सो भनेपछि तपाईँले चाहिँ ट्रिक बनाउने यो गर्ने त्यतातिर भन्दा पनि तपाईँले चाहिँ जस्ट क्लासमा दिएका कुरालाई मेमोराइज गर्नेतिर लाउनुहोस्। तपाईँको काम घट्यो र टिचरले तपाईँलाई फेसिलिटेट गर्ने हो कि यस्तै कुरामा हो, बाटो देखाउने हो। र यसको यो भनेको जस्ट टेक्निक हो। तपाईँको कन्सेप्चुअल कुराहरू चाहिँ तपाईँको सम्पूर्ण चाहिँ हाम्रो क्लासमा हुन्छ नै। तपाईँको चाहिँ डिटेल कन्सेप्ट त्यो पनि तपाईँको चाहिँ टिचर अनुसार तपाईँको चाहिँ के छ भन्दा तपाईँको चाहिँ कन्सेप्ट, ट्रिक होइन अनि कन्टेन्ट भनेर हामीले 3 तहमा चाहिँ छुट्याइदिएका हुन्छ यो कानुनको पाठलाई पढाउनुको लागि चाहिँ। सो वेलकम टु आवर क्लास, अल द बेस्ट। सेभ गर्न नबिर्सिनु है, बिर्सिन्छ फेरि। थ्याङ्क यू।